बोजू यहाँ सेवारो भनिदिनु ल सेवारो भन्नु त सेवारो बोजूले चाहिँ यसरी सुन्तलाहरू के बेच्नुहुन्छ हौ बोजू फर्सीहरू मकैहरू यो मकै आफै भुट्नुहुन्छ आफै भुट्छ है ए अनि फर्सी रहेछ सुन्तला रहेछ यो सुन्तला चाहिँ कति हो 100 रुपियाँ है यसरी बेच्नु हुँदो रहेछ अझै पनि बोजू चाहिँ स्टिल बेच्नु हुँदैछ यसरी हो डल्लै सुन्तला चाहिँ कहाँबाट ल्याउनु भएको बोजू यो 16 माइलबाट है आफै लिनु जानुहुन्छ आफै लिनु जानु पर्यो हिँडेर गाडीमा होइन है गाडी के भन्थ्यो ए यसरी बेच्नु हुँदो रहेछ बोजूको चाहिँ किनिदिनुहोस् है तपाईँहरू पनि मजाले बोजू चिन्नुहुन्छ होला अनि बोजूको सुन्तलाहरू यसरी बेचेर हिँड्छ जहिले हिँड्नुहुन्छ कि कोही बेला हजुर जहिले कोही बेला है जहिले त हिँड्दैन है ए ल बोजूको चाहिँ यसरी हुन्छ डोकोमा अनि बोजू चाहिँ यक्सुममै मात्रै हिँड्छ अरू कहीँ हिँड्दैन अनि बोजूको पनि किनिदिनुहोस् यसरी हेरेर हो मकैहरू भुटेको मकैहरू सुन्तलाहरू फर्सीहरू अब सिजनल जे छ त्यो सबै बेच्दै हिँड्नुहुन्छ ल यस्तो छ बोजू ल नुगेन सबैजनालाई